यो चाहिँ हो जयगाउँको मेला। फुल्ला फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो ब्लगमा है। र आज चाहिँ भने चाहिँ हामीहरू चाहिँ यहाँ जयगाउँमा मेला लागेको छ अरे, अस्तिदेखि नै लागेको थियो र हामीहरू चाहिँ गएकै थिएन नि त। अन्त चाहिँ हिजो नै रोटिपिङ त उठाइसकेको छ अरे, आज चाहिँ लास्ट अरे भनेर चाहिँ हाम्रो अफिसको स्टाफहरू भाइ हामीहरू चाहिँ जान लागेको। अब कस्तो लाग्दो रहेछ मेला। हुन त पहिला पनि गएको थियो, हेमिल्टनतिर पनि गएको थियो। अब यहाँको जयगाउँको चाहिँ यसपालिको लास्ट मेला, त्यही भएर चाहिँ जान लागेको होइन। त्यहाँको अब नजारा के कस्तो हुन्छ हजुरहरूसँग साझा गर्नेछु, हेरिदिनुहोस् तपाईँहरूले पनि। ऊबाट बसिरहेको रहेछ दुईजना। चलो वो बिमार है ना, इसीलिए दुई भाइ चाहिँ यहाँ बसिरहेको रहेछ। अब चाहिँ मेलातिर इतना धुल, यस्तो धुलोले मान्छे मार्छ। यो चाहिँ हो जयगाउँको मेला। कहाँ गयो रोटिपिङ त अन्त निकालिसकेछ नि। आज चाहिँ अब लास्ट भन्दै थियो, रोटिपिङ त निकाली पनि सकेछ। भित्र चाहिँ के कस्तो छ अब हेरौँ। यहाँ चाहिँ टिकट काउन्टर रहेछ, कति रुपियाँ मेला लास्ट कितना करके है? 10 रुपया। ठीक है दुई भाइ। टक्क यहाँ देखाएर चाहिँ भित्र पस्नु पर्यो। जो के थियो यहाँ चाहिँ? बुढीहरू लिएर आउनु पर्ने रहेछ यहाँ चाहिँ। लिएर आऊ केटा बुढीहरू। भाइकिङको त्यो उयो खाने, बियर खाने चाहिँ यहाँ रहेछ भाइकिङमा क्या। मान्छे त छैन रहेछ त्यस्तो ज्यादा त। मेरो दोकानमा भएको जति सबै सामान रहेछ यहाँनिर। ए सकेको रहेछ मेला। यस्तो मान्छे पनि भिड छ रहेछ। झुकाउने आइसक्रिम यहाँ रहेछ है। यहाँ पनि सिलगढीमा है। तपाईँहरू खेलेको यही होइन? मिजाङ चाहिँ यहाँको कति खुसी हुन्छ होला नि। अलिक हेर्नु लायकको भनेको चाहिँ यो मात्रै रहेछ यहाँ मेलामा है। अब चाहिँ यहाँ टिकट काटेर यहाँ माथि मदका कुवा हेर्नु। यो डल्लो हल्लिँदैछ त। माथि माथि त होइन होला, छैन होला हौ गाइस। मदका कुवा बाइक त छैन त हौ। बाइक त छैन त, गाडीको मात्रै हो क्या यो त। गाडीको मात्रै हो क्या है। बस उल्टा कैसे होगा, नहीं होगा।
नहीं गिरेगा। एकजना मात्रै कुदाउने हो क्या रोयल एनफिल्ड उडायो त एनफिल्ड उडायो त सालाले त अहिले त्यो हेऱ्यो होइन उयो महत्त्वको दामी दामी हो त्यस्तो मेला खास छैन रहेछ सकेर पनि होला लास्ट डे हिजै थियो अरे आज चाहिँ रल हो अन्त अब घर लाग्नु हुँदैन यहाँ बसेर जाडोमा मैले चाहिँ यस्तो खालके फ्लावर पट किन्दैछु हो किनभने यो चाहिँ मनिषाले चाहिँ बुढीले अस्ति यस्तो फुल लगेको थियो यस्तो फ्लावर यो बाँस हो कि के हो बाँसको रहेछ कि यस्तो चाहिँ म घरमा बनाइदिन्छु भनेको थिएँ 6 महिना जस्तो भइसक्यो मैले बनाएको छैन कि बुढीले जति बेला पनि कुरा निकालेर साह्रो टर्चर दिन्छ कि अब यो भोलि यहाँबाट चाहिँ स्पिड पोस्ट हानिदिन्छ बुढीलाई खुसी तारिन् बुढी चाहिँ फाइनल्ली घर आइपुग्यो मेला चाहिँ त्यस्तो खास थिएन हो मैले चाहिँ 2टा ब्याम्बो भास किनेको छु हो अब भोलि बुढीलाई पार्सल गरेर पठाइदिन्छु त्यहाँदेखि बुढी पनि खुसी हो मैले पनि टर्चर नभेट्ने हो त्यस्तो मेला त्यस्तो थिएन 1-2 दिन अगाडि जानु पर्दैछ हामीले चाहिँ गल्ती गरेछ अहिले गएर हो अब त्यस्तो थिएन राम्रो चाहिँ मान्छे पनि कम्ती फाटाफुटुक मात्रै थियो त्यो महत्त्वका कुवा चाहिँ अलिकति राम्रो लाग्यो अरू चाहिँ हेरेन पनि हामीले हो ल त धन्यवाद लाइक शेयर कमेन्ट गरिदिनु होला माया दिनु होला साथ दिनु होला धेरै धेरै धन्यवाद फेरि भेटौँला शुभरात्रि सबैजनालाई।